आम्बो क्या मजाको क्यामेरा कमन छ होला कस्तो मजाको रहेछ यहाँनिर म फर्स्ट टाइम आएको गाइस वेलकम ब्याक टु माई च्यानल सो आज चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ मलाई पनि थाहा छैन हो अन्त के भयो भन्दाखेरि चाहिँ आज चाहिँ पिकनिक हुँदै रहेछ होइन पिकनिक चाहिँ स्प्रिन्डेल स्कुल छ हाम्रो डिक्चुको त्यहाँ चाहिँ अब सरले अब पिकनिक अर्गनाइज गर्नुभएको रहेछ सबै टिचर्सको लागि अस्ति प्रोग्राम भएको रहेछ स्कुलमा अनि टिचर्सहरू जसले हेल्प गर्नुभएको छ नट अन्ली टिचर्स अरू जसले हेल्प गर्नुभएको छ उहाँहरूलाई पनि आज चाहिँ सबैलाई बोलाएको चाहिँ पिकनिक दिनुभएको रहेछ होइन अन्त मलाई पनि जुम 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 भन्नुभयो सबैजनाले त्यही भएर चाहिँ म आएको हिजै म चाहिँ उताबाट आएको थिएँ यहाँबाट आएको थिएँ हो नो रेस्ट फर मी सो आई एम भेरी एक्साइटेड सो आई सो यु एभ्रिथिङ है दामी रहेछ यहाँनिर भ्युजहरू चाहिँ दामी रहेछ हो अन्त चाहिँ खोलाको छेउमा मलाई मनपर्छ यस्तो जग्गा होइन अन्त राइट नाउ विथ मी चाहिँ यहाँनिर छ मङ्किजहरू छ से हेलो एकछिन ल सन्दीप से हेलो बहिनीको नाम जिकी फर्स्ट को भयो सुगेन भिडियो चाहिँ भएकै छैन रहेछ मैले यतिकै गरिरहेको रहेछ ओइ सलिना के विस माग्ने अरे फर्स्ट विस मागेर चाहिँ पाउँछ आफू पढ्नु पऱ्यो पर्दैन नपढेर चाहिँ तिमी विस मागेर चाहिँ हुन्छ ऊ माथि चाहिँ एकदम म्युजिकहरू चल्दैछ हो म्युजिकहरू चल्दैछ डान्स गरेर अलग्गै के भन्छ इन्जोय गर्दैछ हो मजा आयो आएको राम्रै भएछ हौ जम्किन आउँछ कस्तो झन्डै बी केयरफुल अब के भन्छ म चाहिँ झन्डै लडेँ साँच्ची भनेको कि म अम्किन भइरहेको थियो होइन अन्त हिजो त आएको म पुरा थाकी पनि रहेको थिएँ होइन तर पनि अब यहाँ आएर चाहिँ राम्रो गरेछु कस्तो मजा आयो खाली खुट्टा हिँड्नु चाहिँ मजै अर्को हुन्छ है यसरी तर म झन्डै लडेँ अघि सिल्भर नजाउँ है खोला चाहिँ नजाउँ उता छ नि खोला खेल्ने यो चाहिँ चिकन अनि यो आलुदम अनि यो भुजा अनि यो ब्रेड अब खानु लागेको ब्रेकफास्ट होइन सन्दीप यस आज हामी लाबरघरी आउनु भएको पिकनिकको लागि अन्त मजा आउँदैछ ए अन्त के भन्नु आज पिकनिकको बारेमा अरू केही छैन अन्त यो खानु आँटेको भन्न छिटो अन्त यो खानु आँटेको पुरा थुक्आउँदैछ पुरा थुक्निल्दैछु भन्न छिटो पुरा थुक्निल्दैछु भन न छिटो एकदमै चारजना गरौँ न साइमन पनि राख न छिटो चिप्लो रहेछ कि अन्त यसरी हिँड्नु पर्ने रहेछ हो अन्त
घर छ पो बस्छ होला नि यहाँनिर चाहिँ म त्यो घर देखेँ मैले चाहिँ हो